हेलो गाइज, गुड मर्निङ, नमस्ते। जो लोपा यहाँ हाम्रो सबिना अधिकारीको सब्जी पसलमा एक सिङे खसी दसैँको अफरमा ल्याएर राख्नु आएको छ यहाँ। अनि बन्दकोपी काँचै खाउँ जस्तो पारेर राख्नु आएको छ। अनि फर्सीको मन्टा अफर छ अरे। फर्सीको मन्टा र आएको साग ताजा पहाडको ल्याउनु रहेछ। अनि पहाडको काँक्रा, मुलाहरू, पहाडको काँक्रा खल्पी बनाउने अरे। इस्कुस, तेह्रथुमको इस्कुस अरे पहाडको। मैले नि हिजो लगाएर उसिनेर खाएँ। परवल, करेलाहरू छ यहाँ। टमाटर पहाडको, म्याउहरू छ। प्याज काँचै खाउँ जस्तो मजाको राम्रो ताजा छ। कागती, भिटामिन डी, मासुमा हाल्ने मसलाको पत्ताहरू, खुर्सानीहरू, इस्कुस। सब्जी पसल त अनि यहाँ मालिकले साक्के लाएर बस्नु आएको छ। यो हाम्रो गेजेन्द्र अधिकारीको पसलमा आइदिनु होला। सबै कुरो पाइन्छ आमा बाउ बाइक सब्जी भोरीमा। अनि यहाँ हेर्नु, एउटा पसलमा फेरि फलफुलवाला। यहाँ हेर्नु, दसैँ आउनु कहिले छ। यी केरा पाकेर धङचट छ। फुलपातीको अगाडि आउनु सबै। उर्लाबारी 6मा उर्लाबारी 6 चित्ररेखाको छेउमा पश्चिमपट्टि। पान खानु मन लाग्छ भने नि छ। पान दोकान छेउमै। चिया दोकान नेता छ। माछा यहाँ छ। यहाँ हेलो गाइस, यहाँ खसी पनि पाउँछ, कुखुरा पनि पाउँछ, माछा पनि पाउँछ। यहाँ सबैभन्दा फलफुल र सब्जी चाहिँ ताजा। अरू त म भन्नु सक्दिनँ। हेलो गाइज, बाई। भिडियो मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। बाई।